सो गाइस तपाईँहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। सो आजको भ्लग चाहिँ यहाँ छाउनीदेखि टक्क गुरुजे धारासम्मको छ। के भयो अरे? के भनिस्? त्यही त छाउनीको हस्पिटलबाट चाहिँ हामी दुई भाइ निस्किँदैछौँ गुरुजे धारासम्म। धुएपछि टल्किन्छ त। मेरो साथीको बाइकमा चाहिँ नयाँ भ्लग बनाउँदैछु आज। साथीको बाइक चाहिँ बब्बाले आवाज आउनेछ। हस्पिटल एरियामा तेरो बाइकै जहाँ यस्तै छ त। बिस्तार कुदाउँ भन्यो टुवा गर्छ। डर पो लाग्छ यार उस्तै ठाउँमा यो लिएर हिँड्नु त। यत्रो आवाज छ। यसो ट्राफिकहरू देख्यो भने त झस्याङ बनाउँछ यसले। तर यो तेरो बाइकको चाहिँ पछाडिको सक चाहिँ उचाल्नु पर्ने रहेछ यार। इतिमा पनि ड्याङ ठोक्किने रहेछ। तलबाट जाने? हामी चाहिँ गेटबाट निस्किसक्यौँ बाहिर। रक स्टाइलमा गइन्छ गुरुजे धारासम्म। कस्तो बाटो छ धेरै। कता हो? राइट हो? यहाँबाट राइट। रिङ रोडमा चाहिँ बब्बाले हान्नु मलाई हो। पछाडि बस्नु डर लाग्छ होइन त? लाग्छ नि। मलाई अस्ति केटाहरूले होइन त्यो बिहेमा क्या, त्यो दलेको बिहेमा माछाले कान्छाले बाइक चलाउँदैको साले यार केटाहरू त्यो ओह्रालो बाटो छैन त्यो उदेखि च्यासमिटारदेखि ओह्रालो 100-120 पुऱ्याउँछ त्यो बाटोमा। माछाले मुटु कामेर म त यार यस्तो सुताइदिन्छ त्यसले त झन्। राम स्यामे त्यस्तै बौला। यति मिस्टेक भयो भने मरिएन त्यहाँ। अनि बल्ल म फेरि झरेर विनोदसँग बसेर साटेर आएको माछाले। उसलाई के उसलाई चाहिँ त्यहाँ चाहिँ ऊ राखिदिएको के अरे सुभाष चाहिँ नडराउने रहेछ फेरि। म त कहाँ आफै चलाउने बानी भएपछि त राम्रो यस्तो डर लाग्दो रहेछ नि। सिरिङ पार्छ पहिला मलाई केटाहरूले मैले चलाउन नजान्दै यति धेरै लडाएको छ होइन। तर मलाई त्यतिखेर खासै डर छैन होइन। तर मैले चलाउनु जानिसकेपछि मैले कुदाइसकेपछि चाहिँ केटाहरूको पछाडि बस्यो भने
जनम तिम्रै नाउँ गरेँ मैले। सो गाइस कलङ्की चोक आइपुग्नु लाग्यो, पुल प्रवेश गरियो। यहाँदेखि चाहिँ अगाडि चोकबाट चाहिँ हामी टक्क राइट लागेर यहाँदेखि राइट लागेर उता गुर्जेधारा जान्छौँ हामी। के हो जाम हो? ठ्याक्कै जाममा पर्यो यार। खोइ होला यार, यो बाटो म उसम्म चाहिँ गएको छु हेटौँडा। हेटौँडामा चाहिँ मुलिनबाट त छुट्टिने हो नि। पोखरा चाहिँ थाहा भएन। के भन्ने ठाउँबाट अनि गाईघाटसम्म त गएको छु यो बाटो नाइटमा। गाईघाट गएको चितवन हुँदैमा दुईचोटि हिँडेको तर राति नाइट। म धरान जाँदा चाहिँ यताबाट होइन उताबाट जान्छ नि त होइन, खुर्कोड हुँदै धरान त। त्यो तालिम गर्ने बेला यो मासले कुनै कुनै गाडी कस्तो धुवा फ्याल्छ यार। हामी चाहिँ जाँदैछौँ, जाने क्रम जारी छ बाटोमा। यो गाडीले चाहिँ लास्टै धुवा फ्याँक्यो, कबाडी भएको रहेछ पत्तुर चाला। वातावरण दूषित गर्ने भनेको चाहिँ यस्तै हो। यस्तोलाई चाहिँ टक्क पक्रेर 10,000 को चिट हानिदिनु पर्ने क्या। कि गाडी बनाउनु पर्यो कि कुदाउनु भएन। धुवा खाइरहेछ, फालिरहेछ डुम, गाडी मस्त कुदाइरहेछ। ल्याउँदिन त्यहाँ चाहिँ त चाहिँ त्यसलाई नहेर्न उता बाइकतिर चाहिँ त्यतिको कतिको निहुन्छ भनेर हो क्या। त्यतिको निहुन्छ कतिको निहुन्छ चाहिँ अगाडि देखेन बाइकको। ए देखेको रहेछ यतापट्टि अगाडि उस्तो देख्नु के होला। होइन यत्तिको कुदाइन्छ क्या हो त नि। मैले हेर्दै मिलानु ल अब तलको देखिनु पऱ्यो नि त नि। ल हामी चाहिँ यहाँ यातायात कार्यालयबाट काम नमिलेर चाहिँ फर्किसक्यौँ। अब त 5 महिनाको भनेपछि 7 महिना भनेपछि त्यो अस्तिको त्यो 220 मेरो 220 बाइक रेसको उस्तै रहेछ। त्यसको नि 7सम्म थियो। मैले त ढुक्कै कुदाएँ। बिल बुक माग्छ, फोटो देखाइदिन्छु, कुनैले छोड्छ कुनैले छोड्नु मान्दैन। कहाँ कहाँ कुदाए त? उता जोइराममा पक्रियो, त्यहाँ बल्ल बल्ल छोड्नु लाएँ। कता जाने? तल जाने कि माथि जाने? गाडी आयो नि त्यहाँबाट भित्र कि कता जाने? अन्त घुम्ने ठाउँ छ अन्त जाउँ। चन्द्रगिरी जाउँ। चन्द्रगिरी जाउँ जहाँ चन्द्रगिरी जाउँ। ल
ओए हेलो बाई बाई के अरे अगाडि झुन्डाको देख्नु हुँदैन केटाकेटीहरूले फेरि क्रेज बढिहाल्छ तेरो साउन्डै ठुलो छ त फाइनली गाइस हाम्रो चाहिँ यहाँ काम नबनेर घुम्नु हिँड्यो चन्द्रगिरी जाने निदो गरियो धेरै पो चन्द्रगिरी नगएको नि चन्द्रगिरी कस्तो रहेछ हेर्नुपर्छ ल गाइस लास्टै धुवा फ्याँक्दै गएको छ हामी सधैँ टाइल धराबाट के हो यार मतलब के हो यसो हाँ यताको कहिले गएको त यो कत्रो कुदाएको यो बोलेरो लिएर ढिलो सम्काउँदै राम 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 कत्रो ठोकेको यार ल बस भिडियो गरेँ मैले सबै त्यत्रो भिडियो गरेको सो गाइस हामी चाहिँ यहाँ चन्द्रगिरी डाँडा आइपुग्नु लागिसक्यौँ तल ओह्रालो भिडियो गरेको चाहिँ सब भिडियोै भएन छ कि यस्तो रिस उठ्दो होइन खोइ माथि कता यस्तो घुमेर उताबाट हो फेरि चन्द्रगिरी त्यो हो यताबाट घुम्न हो र चन्द्रगिरी डाँडा चाहिँ हामी पुगेको छैन मन्दिर धेरै टाढो रहेछ त यहाँ सोधौँ न यहाँ सोधौँ न माथिसम्मै पुग्छ बाटो यही बाटो होस् गाइस यहाँदेखि चाहिँ उकालो रहेछ माथि मन्दिर जानुलाई बाटो चाहिँ सानो रहेछ यहाँ हामी मन्दिर आइपुगिसक्यो होला भनेको आइपुगेकै रहेन बाइक के भएको छ मेरो पिकअपै छैन कसरी पुग्नु हो बाटो फेरि डेन्जर रहेछ उकालो जाडो भयो टी सर्ट मात्रै लगाएर हिँड्या जस्तो मुला गुराँसको फेद मुनि सम्झनाको छाया जति भयो
यत्रो माथि रहेछ चन्द्रगिरी डाँडा। म त नजिकै होला भनेको त यार। भोलि सक्यो हामी माला उखेली आयो भन्दा नि देख्दैछ धेरै म्यास यसो त गर्छ। के भएको है? क्लच प्लेटले चाहिँ होइन यो, कता कता कार्पेटर र टाइपिड हेर्नु लाउनु पर्ने रहेछ। कता के हो रहेछ? यहाँदेखि हिँडेर बाइक जाँदै गाह्रो रहेछ त नि। 10 मिनट हिँडेर राम्रो। बाइक नजाने हो कि जानु नदिएको?